Good morning guys. आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एउटा सिम्पल टिप्स दिनेछु। त्यो टिप्स चाहिँ कुनै पनि ह्याबिटहरूलाई चाहिँ हामीले कसरी अट्र्याक्टिभ बनाउन सकिन्छ भनेर एकचोटि एउटा एक्सपेरिमेन्ट भएको थियो जहाँ चाहिँ मान्छेहरूले चाहिँ एकदम जङ्क फुड खाइरहेको थियो र त्यसको रिजन भनेको चाहिँ डेकोरेसन हुन्छ, जुन घरको डेकोरेसन हुन्छ र त्यो घरको किचनमा पनि ठाउँ ठाउँमा कुकिजहरू राखिएको अनि त्यसपछि ठाउँ ठाउँमा ड्रिङ्क्सहरू राखिएको अनि फ्रिजमा पनि फर्स्ट लाइनमै ड्रिङ्कहरू राखिएको थियो। सो धेरै मान्छेहरूले चाहिँ त्यो कुरामा चाहिँ मतलब राखेन र तिनीहरूलाई लाग्यो कि तिनीहरूले त्यही खान चाहेको, तर वास्तवमा तिनीहरूले चाहिँ त्यो स्विट्स कुकिजहरू अभाइलेबल भएको कारणले चाहिँ तिनीहरूले त्यो खाइरहेको रहेछ। पछि एउटा साइन्टिस्टले चाहिँ उहाँहरूलाई चाहिँ त्यो ह्याबिट छुटाउनको लागि त्यो ठाउँमा चाहिँ अरू सब्स्टिट्युटमा अरू कुरा राख्यो र आफ्टर सम टाइम रिजल्ट भने चाहिँ एकदमै अनएक्सपेक्टेड थियो। जुन मान्छेहरू पहिला कुकिज खान मन पराउँथ्यो तिनीहरूले पनि अरू हेल्दी फ्रुट्सहरू खान थाल्यो। सो मैले भन्न खोजेको के हो भन्दाखेरिमा हामीले कुनै पनि ह्याबिटलाई अट्र्याक्टिभ बनाउनको लागि या त त्यसलाई चाहिँ फुल्ली भिजिबल बनाउनुपर्छ, राम्रोलाई फुल्ली भिजिबल बनाउनुपर्छ र ब्याड ह्याबिटलाई चाहिँ इन्भिजिबल बनाउनुपर्छ। फर इक्जाम्पल तपाईँले चाहिँ पानी खानुपर्ने छ या पानी खाने ह्याबिट लगाउनु पर्ने छ भने तपाईँहरूले चाहिँ 10वटा बोतलमा पानी भरेर तपाईँको रुमको भित्र बाहिर जता जता पनि कमन ठाउँहरू छ त्यो ठाउँहरूमा तपाईँले चाहिँ पानीको बोतललाई चाहिँ राख्नुभयो भने चाहिँ एभ्री टाइम जब पनि तपाईँ त्यसको नजिक जानुहुन्छ तपाईँ पानी पिउनुहुन्छ। सेम कुरा चाहिँ नेगेटिभलाई चाहिँ इन्भिजिबल गर्ने। जस्तै तपाईँहरूलाई रिल हेर्ने ह्याबिट छ भने तपाईँले के गर्नु पर्यो भन्दा मोबाइलमा भएको एप्सहरूलाई चाहिँ हटाइदिनु पर्यो या लगआउट गरिसक्नु पर्यो जतिखेर लगइन गर्छ। र जब त्यो एकदम अनअट्र्याक्टिभ हुन्छ त्यतिखेर चाहिँ हाम्रो चाहिँ त्योतिरको एकचोटि क्षणिक कुराहरूलाई चाहिँ लिएर हामी त्यति प्यानिक हुँदैनौँ र आफ्टर अ लङ टाइम यसले हुन चाहिँ सानो डिफ्रेन्स हो बट रिजल्टमा भने चाहिँ एकदम 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 ठुलो भूमिका खेल्छ। एन्ड गाइज आजको यो भिडियो चाहिँ एकदम मर्निङमा छ एन्ड आज चाहिँ थर्ड डे अफ लर्निङ स्पिकिङ बट मसँग त्यति राम्रो कन्टेन्ट प्रिपेयर गरेर आएको छैन बट आइएम ट्राइङ ओके सी यु नेक्स्ट।